मैले सङ्घर्षलाई धेरै नजिकबाट देखेको छु, भोगेको छु। सङ्घर्ष, सेवा र सफलता अनि सदीप लामा। ठुलो भएपछि के हुन्छ? म ठुलो भइकन सबैलाई हेल्प गर्छु। हेल्प पनि गर्छ? गर्छु। मैले गर्छु। अब यति खेली रहेछ, सट्टै पाडिहालौँ ल। सक्यो त हौ, जान हौ, दाजुलाई अलिकति मागेर लिन हौ। मलाई त अप्ठ्यारो लाग्छ सदीप दाजुसँग। जान हौ। जब जान फेरि अहिले दाजु सुत्छ, अन्त खानु पाउँदैन। खै ल ल कहिले त ल ल पर्खी बस्दै गर। आउन हौ भित्र। हुन्छ दाजु। दाजु अघि हालिदिनु भएको थियो नि, अलिकति सक्यो कि, अलिक हालिदिएको राम्रो हुन्थ्यो। न थाहा भन अन्त किन अप्ठ्यारो मानेको? हुन्छ दाजु। कैलाशलाई पनि बोलाएर आऊ न अन्त, यतै खानु नि अन्त। होइन हुन्छ हुन्छ। होइन दाजु, उतै खान्छौँ नि हामी। थ्याङ्क यू। ल ल छिटो खाएर छिटै सुत्नु नि, अनि बिहान छिटो उठ्नुपर्छ। ए हुन्छ। भोलि काममा जानुपर्छ नि फेरि, थाहा छ होला नि फेरि। ए हुन्छ दाजु, हुन्छ दाजु, हुन्छ दाजु, हुन्छ। गुड नाइट दाजु। ल ल गुड नाइट समीर। म अब बिजनेसमा सक्दिनँ सुमी। लकडाउनले बिजनेस एकदम अफेक्ट गर्यो। सुमी यसरी कोल्याप्स हुन्छ। मेरो यसरीको यत्रो ठुलो फ्यामिलीलाई म स्यालेरी कसरी दिनु, कहाँबाट दिनु? हेर्नुहोस् सदीप, तपाईँ टेन्सन नलिनुहोस्। भगवानले तपाईँलाई यहाँसम्म पुर्याउनु भएको छ। यहाँबाट पनि भगवानले नै तपाईँलाई निकाल्नुहुन्छ। अरूलाई पर्दा तपाईँले सबैलाई गर्नुभएको छ, तपाईँलाई पनि अवश्य भगवानले गर्नेछ। ठिकै भन्यो तिमीले यो कुरा। तिमीलाई याद छ 25 वर्ष अगाडि हामी के थियौँ? हामी कुन हालतमा थियौँ?
कसले बुझ्यो र मलाई कसले सोध्यो र मलाई कसले खोज्यो र मलाई के हुँदैछ मलाई के बित्दैछ मलाई कसले बुझ्यो र मलाई कसले खोज्यो र मलाई के हुँदैछ मलाई के बित्दैछ मलाई कसले बुझ्यो र मलाई कसले सोध्यो र टाढिन थाल्यो मायाले पनि मेरो गला घोट्यो आफ्नोहरू पनि टाढिन थाल्यो मायाले पनि मेरो गला घोट्यो म त्यही दोषी हुँ आई मलाई मारिदेऊ बरु यसमै शान्ति देऊ मेरो प्राणको यहाँ खाँचो रहेछ मलाई कसले बुझ्यो र मलाई कसले सोध्यो र मलाई कसले खोज्यो र मलाई के हुँदैछ मलाई के बित्दैछ मलाई कसले बुझ्यो र मलाई कसले सोध्यो र खुसीहरू पनि आँसु भइदियो ओठको हाँसो पनि ओठुमै रह्यो खुसीहरू पनि आँसु भइदियो ओठको हाँसो पनि ओठुमै रह्यो त्यही लास हुँ कसले मलाई उठाउने हो कहाँ लगी दबाउने हो मेरो माटो यहाँ कहाँ छ र मलाई कसले बुझ्यो र मलाई कसले सोध्यो र मलाई कसले खोज्यो र मलाई के हुँदैछ मलाई के बित्दैछ मलाई कसले बुझ्यो र मलाई कसले खोज्यो र मलाई के हुँदैछ मलाई के बित्दैछ मलाई के हुँदैछ मलाई के बित्दैछ मलाई लिनुहोस् पानी पिउनुहोस् सुमी
काश बाबा यति बेला हामीसित भइदिएको भए। त्यति बेला त केही गर्न सकेनौँ, तर आज यदि उहाँ हुनु भइदिएको भए उहाँको लागि के गर्न सक्थ्यो होला नि है। सुन त त्यो पर कान्छीकोमा नि घरको बत्ती बिग्रेछ कि बनाएर आइहाल्छु नि ल। चाडबाडको बेलामा घरमा बत्ती छैन भने त खत्तम हुन्छ नि। यसरी पढ्दै गर्ने त्यहाँ म आइहाल्छु नि। उहाँ निकै हाइटबाट लड्नु भएको रहेछ अनि निकै हाइटबाट लडेकोले गर्दा उहाँको कम्बरदेखि मुनि डल्लै प्यारालाइज भएछ। सो उहाँको इलाज यहाँ हुनु अलिक साह्रै छ। आमा ग्लास कहाँ छ? आमा आमा किन रुनु भएको? यति छिटो हार मान्नुहुन्छ तपाईँ? हौसला राख्नुहोस् न आमा, नरुनुहोस् न यसरी। हाम्रोमा भएको पैसा सबै इलाज गर्दा सकिसक्यो। कतिवटा डाक्टरकोमा गइसक्यो, दबाईहरू कति सकिसक्यो। जिन्दगीभर उहाँ यस्तै हुन्छ भनेर म कसरी हेर्न सक्छु? नसुर्ताउनुहोस् आमा, मैले पत्ता लगाएको छु। काठमाडौँमा यसको एकदम राम्रो उपचार हुन्छ अरे। बाबालाई उता लग्यो भने छिट्टो जाती हुन्छ अरे। तपाईँ नसुर्ताउनुहोस् न आमा। भाइ, हाम्रोमा अब बाबाको लागि उपचार गर्न यति नै छ। भएको पैसा जति सबै सकिसक्यो। नेपाल लगेर बाबालाई जसरी भए पनि जाति बनाएर ल्याउनु ल। खुसीहरू पनि आँसु भइदियो, ओठको हाँसो पनि ओठुमै रह्यो। खुसीहरू पनि आँसु भइदियो, ओठको हाँसो पनि ओठुमै रह्यो। म त्यही लासु कसले मलाई उठाउने हो, कहाँ लगी दबाउने हो। मेरो माटो यहाँ कहाँ छ र? आइपुग्यो खाना खानु। बाबा भोक लाग्यो भाइ, बस्दै गर्नुहोस् ल बाबा, खाना लिएर आयो। काका खाना पाउँछ? पाउँछ। कसरी प्लेट होला? 20 रुपियाँ। ए हुन्छ, थपेको पैसा लाग्छ? लाग्दैन। हुन्छ, हालिदिनुहोस् न।
बाबा अब यहाँबाट 6-7 घन्टा लाग्छ कि नेपाल पुग्नु। तपाईँको उपचार गरेर छिट्टो जाति हुनुपर्छ ल, टेन्सन नलिनु ल बाबा। र म अन्तमा यही भन्न चाहन्छु कि म जस्तो एउटा साधारण लोअर मिडल क्लासको केटा परिश्रम गरेर आफ्नो जिद्दीपनमा लागेर आफ्नो एम्बिसन पुरा गर्न सक्छ भने तपाईहरू पनि प्रत्येक आफ्नो उद्देश्यमा जान सक्नुहुन्छ, आफ्नो सपनाहरू पुरा गर्न सक्नुहुन्छ। यदि आफ्नो परिश्रम र आफ्नो बाटो नछोडिकन तपाईहरूले एक कुरो लाग्यो भने, खट्नु सक्यो भने निश्चय नै तपाईहरूको परिस्थितिहरूलाई तपाईहरूले जित्न सक्नुहुन्छ। र म यति भन्दै मेरो वक्तव्य हजुरहरूपट्टि राख्नु यति नै चाहन्छु, यहीँ अन्त गर्न चाहन्छु। सबैलाई मेरो नमस्कार, सबैलाई मेरो धन्यवाद। हेलो, यतिमार सबैजना कहाँ छौ? ए सुन न, के भन्छ यो हाम्रो जुन चाहिँ कलेजको लागि सर्ट फिल्म बनाउनु भनेको छ नि, त्यसको लागि मैले एउटा दामी स्टोरी पाइरहेको छु कि। तिमीहरू सबैजना छिट्टो मिटिङ रुममा आऊ त। छिटो छिटो छिट्टो मिटिङ रुममा आइहाल ल, झट्ट आइहाल है। ल ल ल ल। यो स्टोरी चाहिँ के को बारेमा हो? स्टोरी त राम्रै लाग्यो कि, तर टाइटल चाहिँ के राख्नु? टाइटल